भन्नु त अनि के भयो त्यो बेलामा त बस यहाँ भूतको कुरा सुन्न लाग्यो राति कुन बेला भएको थियो अनि त्यहाँ मटनमा सुत्या हेर्न भैँसी त 5-7 वटा भैँसी पोइ घुम्ने कस्तो भइसक्यो होला पाडी भयो कि नभए त अब राय भूत के ठुल सानो होइन ठुलै भैँसी थियो अरे राय भूत होला भैँसी भूत एकैछिन अहिले छोडेर गएपछि ए अनि त्यो मैले सुने आमा एउटा राजा घोडामा आउने अरे एउटा के मुसामा एउटा के स्यालमा यस्तो यस्तो केमा आउने रे नि त नि लस्करै हिँड्थ्यो अरे नि तर्सामा नि अनि त्यसले हेऱ्यो भने जसलाई हेऱ्यो जसलाई आँखा लाग्यो त्यो चाहिँ मर्ने रे त्यसलाई हेर्न हुँदैन भने अरे के भन्ने सुने मैले लस्करै हिँड्ने रे कमिलाको ताती जस्तो भएर अनि त्यहाँबाट त्यसमा चाहिँ कोही घोडामा चढ्या हुने कोही बाख्रामा होइन त्यो भूत होला नि अब अनि जसले हेऱ्यो त्यसले राजाले चाहिँ हेर्न भएन अरे के अरूले चाहिँ केही नि हुँदैन अरे जस्तो मैले देखेँ भनेदेखि पनि राजाको र मेरो आँखा जुधे भने चाहिँ म मर्ने अरे कि हेर्न होइन हेर्ने मर्ने हामी मर्ने भूत राजा भूतको पनि राजा क्या यही बाटो हिँड्यो भने मलाई कान्छामाले सुनायो कसले सुनायो यति त बोटेको बाटो हिँडेर वीर भने चाहिँ के भूत कस्तो हुन्छ त्यो चाहिँ आमा कस्तो वीर कस्तो पाल्ने भने के पाल्ने कस्तो दामी रहेछ ल एउटाको चाहिँ त्यो गैरी गाउँ साइलले भने कि एउटा चाहिँ छोटा के छ र खै के छ भन्दै गएको के अरे त्यहाँ त्यो वीरलाई देख्यो अरे त्यहाँबाट एउटा मरिहाल्यो अरे त्यो वीर पनि भूतै हो फेरि अर्को चाहिँ तल भूत छ वीर छ भन्दा के वीर भने खै वीर कहाँ छ वीर भन्दै गएको थिएँ रे आधी खुडीको लाएको या भकारीबाट त या भने गर्दै निस्क्यो अरे वीर अनि त्यो त्यहीँबाट घप्लाकै लडी मऱ्यो बेहोस भयो भने के सुरक्षा गर्नलाई घरको सुरक्षा गर्न पाल्ने हो मान्छेले त्यस्तो आफैले हुर्काउने राख्ने कस्तो त त्यो कोही चाहिँ सुरक्षा नै हुन्छ